असाइन जोइन्ट लोड डिस्प्लेसमेन्ट मैले सोए भनेर एउटा लोड प्याटर्न बनाएँ। यो अहिले मेरो एक्स डिरेक्सनमा छ है हैन। एक्स डिरेक्सनमा मैले 1 भनेर सोए लगाएँ। के नि यहाँ 1 भनेर देखाएँ नि अब हैन। अब मैले चाहिँ के थियो भन्दाखेरि अब यहाँ सोए लगाएपछि यहाँ फेरि एक्सटेन्ड गर्नु पर्यो नि त यहाँ हैन। यता नि आयो, यता पनि रिस्ट्रेन्ट आयो। असाइन जोइन्ट रिस्ट्रेन्ट फिक्स सपोर्ट गरिदिएँ अहिले है सजिलोको लागि। अब मैले के गर्दाखेरि युनिट सोएले गर्दा आएको हेर्नु पर्यो। त्यसै गरी के गर्नु पर्यो, मैले एक ठाउँमा यहाँ यो ठाउँमा सेलेक्ट गरेँ असाइन जोइन्ट लोड डिस्प्लेसमेन्ट। अब मलाई यो ठाउँमा के रोटेसन पनि हाल्नुपर्ने छ नि त। रोटेसन 1 भनेर मैले एउटा बनाएको छु हैन। यो अहिले मेरो के छ भन्दाखेरि y को एक्सिसमा रोटेट गराउनु पर्यो नि त। यो एक्स छ यो जेड छ, y को एक्सिसमा यसरी रोटेट गराउनु पर्यो नि त क्लकवाइज। त्यही भएर मैले रोटेसन अबाउट ग्लोबल रोटेसन अबाउट एक्स होइन कि यो रोटेसन हो। यो हो मैले सोए हालेँ। अहिले त सोए नै देखाएको थियो हैन हो। ल हेरौँ है, यता सोए रोटेसन हालेछु ल। ग्लोबलमा ट्रान्सलेसन 1 यता भयो, यता चाहिँ रोटेसन आएछ है फेरि। यो ठिक छ, तपाईँले सम्झाउनु भयो न ल ठिक छ है। त्यसै गरी मैले यो ठाउँमा रोटेसन पनि हाल्नु पर्यो नि त। अब यहाँ मैले रोटेसन हालेँ, यो हटाएँ। वाइ एक्सिस किन गरे हो भन्ने कुरो तपाईँले बुझ्नुभयो नि। अब है त्यही भएर यता 1 हालेँ। यो हेर्नलाई चाहिँ 3D मा जानुपर्छ क्या हामी है। त्यसै गरी अब मैले यो जोइन्ट सेलेक्ट गरेँ, जोइन्ट लोड डिस्प्लेसमेन्ट यता पनि वाइ डिरेक्सनमा भयो। रोटेसन 2 भनेर हालेँ मैले, ओके हैन, एक्सेप्ट भयो। अब मैले चाहिँ युनिट डिस्प्लेसमेन्ट माग्दाखेरिको तपाईँलाई जुन छ नि सिक्वेन्स म्याट्रिक्स अहिले आएको सिक्वेन्स त्यो देखाउँछ है त। मैले गर्नु गराएँ त्यो बेसिक कुराहरू भयो है। स्ल्याब चाहिँ नचलाइकन स्टप इन्जिनियर पढ्न चाहिँ खै किन त्यस्तो लाग्यो अलिकति। ल अब हेर्नु है, मैले लगाएँ होइन। अब मैले के हेर्नु पऱ्यो भन्दाखेरि टेम्परर हेर्नु पऱ्यो कि कसरी आउने हो नआउने हो। मलाई सोएको लागि हेर्नु पऱ्यो। सोएको लागि के गर्छ भन्दाखेरि यहाँ मैले सोए लगाउँदाखेरि कति एरियासम्म लगाउनु पऱ्यो यहाँ थाहा छ नि हामीलाई। त्यो एरिया गइहाल्छ है। तपाईँको यसलाई चाहिँ स्केयर भन्दै यहाँ कति आएको छ 1.5 आएको यो 1.5 आएको भ्यालु कति हो भनेर है। फेरि ठ्याक्कै यसको भ्यालु 0.189 आयो नि त हैन। भनेपछि कति आउने भयो यसको, यसमा सोए यता शियर फोर्स 0.189 र यो 1.51 भनेको कति आयो जिरो जोड्दा 0.189 प्लस 1.5 जोड्दा कति आयो। ल यहाँ हेरेर कम्पेयर गरौँ ल। हाम्रो होइन कति आएको थियो भन्दाखेरि यो भ्यालु 12/4 क्युब प्लस 12/2 स्क्वायर 2 क्युब गर्दा कति आएको थियो र यो भ्यालु 2.1687 आयो। ल ल यो जोड्नु त कति आयो, त्यो जोड्दा नि त यो दुईटा जोड्दा सेम आयो क्या 1.5 प्लस 0.1 भनेको 1/6 आयो क्या बुझ्नु भयो नि अब के रहेछ कुरो भने। अहिले अब तपाईँले मैले युनिट स्प्रेड आएको देख्नुभयो नि तपाईँले।
त्यसले गर्दा यहाँ स्टिफनेस कति चाहिएको रहेछ 0.19 चाहिएको रहेछ यता चाहिँ 1.5 अब यो नेगेटिभ यता भनेको पोजिटिभ यतापट्टि हो भनेर बराबर बुझिन्छ नि है यति गरी अब मैले चाहिँ यो के गर्न आयो भिडियो जोड्दै होइन अब मैले के गरेँ भन्दाखेरि अब मलाई चाहिँ यहाँको मोमेन्ट आएको भेट्न तपाईँले फेरि यो बुझ्नु भएको थियो नि छैन यो सेयर टु सेयर थ्री एम थ्री भन्ने थाहा छैन थाहा छैन भने थाहा छैन भन्नु म भनिदिन्छु होइन तपाईँको यो टाइम त लाग्छ कुनै दिन यसो उयो गरेर भनौँ न होइन अहिले सिक्वेन्सर हेर्नु पऱ्यो है त हेर्नु पऱ्यो है ल यहाँ तपाईँको सोही लाउँदाखेरि होइन यो सोही लाउँदाखेरि यहाँ कति आएको छ 0.3 आएको छ नि तपाईँको अघि नै कति आएको छ के 6/4² भने कति आउँछ हेर्नु त त्यही आउँछ कि मेरो रड आउनुपर्ने हो 0.37 हुन्छ 0.38 बराबर लगभग बराबरै हो नि त होइन इआईको भ्यालु 1 मान्नु है अनि यता चाहिँ 6/4² गर्नु त 6/4 भनेको त 1.5 हो अब तपाईँले बुझ्नु भयो नि सफ्टवेयरले पनि दिने त्यही हो नि हातले गरेको कुरा लोड चाहिँ हालै छ त्यो पनि हेर्नु छ तर अहिले त स्टिफनेस हामीलाई मतलब छ नि त त्यस तपाईँहरूले कस्तो भन्दाखेरि सफ्टवेयरले पनि त आखिर हातले गरेको चिजलाई भेरिफाई गर्न सफ्टवेयरले पनि पहिला त हातैमा भर पर्ने हो नि त तपाईँको कति अब त्यो कति बेसीमा लिनुहुन्छ नि त मैले त यसमा नआउने गरी नै भ्यालु हालेको छु नि त रिडरहरू त्यो पनि कसरी तिर्छु नि म तपाईँलाई अब कुनै दिन गरौँ तर अब त बुझ्नु भयो नि अब यो स्वेप लागि भयो होइन अब रोटेसनको लागि हेर्नु है त अब मैले चाहिँ अलिक स्वेप भयो रोटेसन वान आउँदाखेरि चाहिँ कति आएको थियो कोही एउटा यहाँ आएको थियो कोही एउटा यहाँ आएको थियो नि त भनेको 1+1 आयो नि सेम आयो नि यो हातले गरेको सबै गरेको एउटै आउँदो रहेछ नि यहाँ कति आउँछ 0.5 आयो नि होइन त्यसै गरी मेरो कस्तो एयरपोर्ट हेर्थ्यो भने 0.2 अहिलेको भ्यालु आयो नि त त्यसै के 1.2 यही आएको थियो नि भ्यालु 0.38 आएको थियो नि त अब बुझ्नु भयो नि यो मोटामोटी सब्सिडी गरेर हातले गर्ने कुराहरू त लगभग बुझियो होइन अब तपाईँहरूलाई म बेटिङ मोमेन्ट डायग्राम बनाउन सिकाउँछु अनि यो यसमा आएको तपाईँहरूको भ्यालुहरू त बुझ्नुभयो नि तपाईँहरूले अब तपाईँहरूलाई यो हातले गर्नु पऱ्यो भने धेरै टाइम लाग्दैन यो निकाल्नु